सम्पूर्ण साथीहरुलाई नमस्कार। यो 2025 को मार्च र फेब्रुअरी मार्चमा सञ्चालन भएको म एक्जामको यो प्रोडक्सन एन्ड अपरेसन एक्जामको यो ट्रान्सपोर्टेसन प्रब्लम भन्ने विषयको म यो सोलुसन गर्न गइरहेको छु। सम्पूर्ण साथीहरुलाई नमस्कार। म यो ट्रान्सपोर्टेसनको प्रब्लम चाहिँ म गरेको छु, साथीहरुलाई सरसर्ती भन्दिन्छु। यो केस चाहिँ कस्तो छ भन्दाखेरि त्यो क्वेशनमा हेरौँ। यो नम्बर अफ डिमान्ड इक्वल टु नम्बर अफ सप्लाई इक्वल छ। त्यसकारण यो प्रब्लम इज यो ब्यालेन्स प्रब्लम हो र म माथि गर्न गइरहेको छु। मैले लेखिसकेको छु। द नम्बर अफ डिमान्ड इक्वल टु नम्बर अफ सप्लाई. So the problem is balance problem. We solve the problem. Bogus appropriate method भनेर भनिएको छ र यो क्वेशन जस्ताको तस्तै मैले सारिसकेपछि साथीहरुले यहाँ देख्न पनि सक्नुहुन्छ। सारिसकेपछि हामीहरुले के गर्नुपर्ने हुन्छ भन्दाखेरि कस्ट डिफरेन्ट निकाल्नु पर्ने हुन्छ है। यता रोको कस्ट र कोलमतिरको यो कस्ट डिमान्ड र सप्लाईतिरको कस्ट डिफरेन्ट निकाल्नु पर्ने हुन्छ। यसरी कस्ट डिफरेन्ट निकाल्दाखेरि हामीले के गर्नुपर्छ भन्दाखेरि यो मिनिमम जुन मिनिमम कस्ट छ यहाँ भित्र जुन यो मिनिमम कस्टबाट सबैभन्दा मिनिममबाट त्यो भन्दा सेकेन्ड मिनिममसँग यो कस्ट चाहिँ घटाएर गर्नुपर्ने हुन्छ। जस्तो यहाँ कस्ट डिफरेन्ट यता पनि कस्ट डिफरेन्ट लेखिएको छ, यता पनि कस्ट डिफरेन्ट छ डिमान्ड र सप्लाई तर्फ। जस्तो 15 यहाँ हाम्रो जस्तो यो रोमा हेर्ने हो भने रोको सबैभन्दा कस्ट डिफरेन्ट भनेको हाम्रो सबैभन्दा सानो भनेको 13 छ। 13 र त्यसपछिको सेकेन्ड लिस्ट कस्ट भनेको 15 छ। 15 र 13 हिसाब गर्दाखेरि यहाँ 2 रह्यो, कस्ट डिफरेन्ट 2 रह्यो। त्यस्तै गरेर अर्को सेकेन्ड कोलममा चाहिँ रोमा चाहिँ 14 छ सबैभन्दा लिस्ट कस्ट। त्यसपछि सेकेन्ड लिस्ट कस्ट भनेको 16 छ। त्यसको डिफरेन्ट भनेको 15 यता 14 र 15 छ। 14 र 15 भनेपछि 1 राखियो र यस्तै गरेर सी मा पनि सी नम्बरमा पनि सबैभन्दा सानो कस्ट भनेको के छ भन्दाखेरि हाम्रो यो 14 र 17 छ। त्यसको कस्ट डिफरेन्ट 3 भयो र यसै गरेर यतातर्फ जस्तो कोलम तर्फ पनि 15 र 20 छ। 10 र 15 छ। सबैभन्दा लिस्ट कस्ट भनेको कति छ 15 र 19 है। 4 है यहाँ साथीहरु, यहाँ मिस्टेक भएछ। यहाँ 4 15 र 19 छ। 15 र 19 को डिफरेन्स कस्ट डिफरेन्ट 4 भयो। यस्तै गरेर 13 र 16 को कस्ट डिफरेन्ट 3 भयो। यस्तै गरेर 14 र 17 को कस्ट डिफरेन्ट 3 भयो। यस्तै गरेर 22 र 14 र 15 को कस्ट डिफरेन्ट 1 भयो। यसरी गर्दै जाँदाखेरि यिनीहरुको कस्ट डिफरेन्ट चाहिँ सबैभन्दा सानो कस्ट डिफरेन्ट चाहिँ यहाँ अब हाइएस्ट कस्ट डिफरेन्ट जहाँ छ त्यहाँबाट हामीहरुले के गर्नुपर्ने हुन्छ भन्दा सबैभन्दा लिस्ट कस्टमा लगेर हामीहरुले त्यो ट्रान्सपोर्टेसन कस्ट गरिन्छ। यतापट्टि डिमान्ड 30 छ, यतापट्टि 20 छ भनिसकिसकेपछि हामीहरुले के गर्न सक्छौं भन्दाखेरि सबैभन्दा हाम्रो डिमान्ड चाहिँ 20 छ, यता 30 डिमान्ड 30 छ, सप्लाई चाहिँ 20 मात्र गर्न सकिन्छ भनिसकेपछि डिमान्ड भन्दा के भयो भन्दा सप्लाई कम भयो। कम भएको हुँदाखेरि हामीले म्याक्सिमम सप्लाई गर्न सक्ने कति हो भन्दाखेरि 20। त्यो 20 कहाँ छ भन्दाखेरि यो 15 नम्बरमा छ र त्यस्तै गरेर फेरि त्यो गरिसकिसकेपछि हाम्रो यो 20 तिरको सम्पूर्ण कस्टहरु 13, 17, 22 जुन छ यो सम्पूर्ण कस्टहरु अब यो सप्लाई 20 गरिसकिसकेपछि यहाँ हामीले कुनै पनि सामानको सप्लाई गर्न सक्दैनौं। त्यसकारणले गर्दाखेरि यो हामी सम्पूर्ण काटिसक्यौं। अब त्यसपछि रह्यो अब यस पछाडी फेरि अर्को लिस्ट कस्ट हेर्ने। यसरी लिस्ट कस्ट हेर्दाखेरि जस्तो 19 र 20 मा यहाँ 1 रह्यो। त्यस्तै अब यहाँ अब 16 र 20 मा 4 रह्यो। लिस्ट कस्टबाट घटाउँदै जाने है त साथीहरु। 14 र 17 मा 3 बाँकी रह्यो। यतातिर हाम्रो यो सकिसक्यो भनिसकेपछि ड्याश लगाउने र यस पछाडी हामीहरुले के गर्छौं भन्दाखेरि यतातिर यो रोतिर पनि हेरौं है त साथीहरु। रोमा के छ भन्दाखेरि सबैभन्दा लिस्ट कस्ट 14 र 15 छ, 1 रह्यो हैन। त्यसपछि यता सी मा चाहिँ कुन छ भन्दाखेरि लिस्ट कस्ट चाहिँ 17 र 14 छ भनिसकेपछि 3 बाँकी रह्यो र हाम्रो म्याक्सिमम सबैभन्दा ठूलो पोजिटिभ एमाउन्ट भनेको 4 रह्यो र 4 को डिमान्ड 13 छ। सप्लाई कति गर्न सक्छ भन्दाखेरि
फोरले लिस्ट कस्टको कति छ भन्दाखेरि यसले कति कस्ट सप्लाई गर्न सक्छ भन्दाखेरि 16 किनभने 13 हाम्रो अगाडि कटिसकेको छ यसमा यो सकिसकेको छ हाम्रो लिस्ट कस्ट भनेको 13 छ 30 छ यो 30 एमाउन्टलाई चाहिँ यता पनि म्याक्सिमम कति छ 60 छ भनिसकेपछि डिमान्ड जति गर्यो सप्लाई हामीले डिमान्ड गर्यौं जति नै हामीले दिन सक्छौं भन्दाखेरि 30 दियौं 30 दिइसकिसकेपछि यतातिर के भयो भन्दाखेरि 60 रुपैयाँको एमाउन्ट घटेर अब हाम्रो 30 बाँकी रह्यो है यो 30 बाँकी रह्यो र यस्तै गरिसकेपछि अब कस्ट डिफरेन्स फेरि 3 मा जान्छौं हामी यस पछाडी र 30 गइसकिसकेपछि हाम्रो यो डिमान्ड यो लाइन यो जुन कोलम D2 छ D2 मा चाहिँ अब डिमान्ड गर्न यसको 30 मा 30 डिमान्ड थियो भनिसकेपछि यसले अब डिमान्ड गर्दैन यो कट्यो अब यस पछाडी हामीहरुले के गर्छौं भन्दाखेरि कस्ट डिफरेन्स 3 निकाल्छौं कस्ट डिफरेन्स 3 निकाल्दै गर्दाखेरि यो पनि सेम प्रोसेसले कस्ट डिफरेन्स 3 निकाल्दाखेरि यता पनि 3 आयो यहाँ पनि 3 आयो भनिसकेपछि यसमा मैले यता रो तिरबाट 3 ल्याएँ 3 ल्याइसकिसकेपछि यहाँ 15 यसको लिस्ट कस्ट भनेको 14 थियो यसमा हामीले 70 हाम्रो सप्लाई गर्न सकिन्थ्यो डिमान्ड 50 थियो भनिसकेपछि हामीले कति दिन सकिन्छ त भन्दाखेरि 50 मात्र दिन सकिन्छ भनिसकेपछि डिमान्ड कट्यो यो पनि कट्यो त्यस्तै गरेर आईबी मा फेरि कस्ट डिफरेन्स ल्याउँदाखेरि 5 बच्यो भनिसकिसकेपछि हाम्रो 5 बच्यो यो र यो 5 बाट फेरि कस्ट डिफरेन्स हेर्दै जाँदाखेरि यसबाट गर्दाखेरि लास्टमा के भयो भन्दाखेरि यो 5 बच्दिसकेपछि यो 30 यो 30 चाहिँ यहाँ 30 गयो 16 मा गयो त्यसपछि बचेको कहाँ छ भन्दाखेरि हाम्रो यो 16 मा 30 थियो यहाँ 30 गयो हैन त्यसपछि हाम्रो यहाँ 20 एमाउन्ट बाँकी थियो यो 20 चाहिँ यहाँ 10 गयो र 17 मा 10 गयो र गइसकिसकेपछि हाम्रो डिमान्ड र सप्लाई 0 आयो र जहिले पनि डिमान्ड इक्वल टु सप्लाई आउन पर्छ यदि प्रब्लम ब्यालेन्स भएन भने यस्तो कन्डिसनमा हामीले के गर्नुपर्छ भन्दाखेरि त्यसलाई डमी क्रिएट गरेर जतातिर पुग्दैन 0 कस्ट राख्ने र त्यसको सप्लाईमा पुग्दैन भने सप्लाईमा जति पुग्दैन त्यति एमाउन्ट बराबर राख्ने र डिमान्डमा पुग्दैन त्यति एमाउन्ट बराबर राख्ने तर भित्रको सेलमा चाहिँ कस्ट चाहिँ सम्पूर्ण 0 भनेर राख्ने र त्यसपछि हामीहरुले यो गरिसकिसकेपछि हामीले कस्ट अफ डिजेनेरेसी भनेर हामी डिजेनेरेसी न्यूनतम हामीले कस्ट त्यसपछि यो गरिसकिसकेपछि क्याल्कुलेसन अफ इन्टेन्सियल ट्रान्सपोर्टेसन कस्ट भनेर भनेका छौं जहाँ यो अकुपाइड सेल यो 15 * 20 गरेर यो जहाँ अकुपाई भएको छ त्यसरी अकुपाई गरिसकिसकेपछि हाम्रो ट्रान्सपोर्टेसन कस्ट न्यूनतम कति लाग्छ त भन्दाखेरि 2270 लाग्छ भनेर भनिसकिसकेपछि हामीहरुले के गर्नुपर्छ भन्दाखेरि डिजेनेरेसी टेस्ट डिजेनेरेसी हुनुपर्छ नम्बर अफ कोलम m + n - 1 भनेको नम्बर अफ रो प्लस कोलम -1 गर्दाखेरि नम्बर अफ अकुपाइड सेल हुनुपर्छ अकुपाइड सेल भन्नाले साथीहरु यो 15 16 30 उ गरेर 1 2 3 4 5 6 जुन छ रहेको छ यसरी नम्बर अफ अकुपाइड सेल हुनु पर्दछ हाम्रो रोमा कति छ भन्दाखेरि रोमा 1 2 3 छ कोलममा 1 2 3 4 छ त्यस्तो भइसकिसकेपछि यसलाई के गर्ने भन्दाखेरि नम्बर अफ रो इक्वल टु नम्बर अफ कोलम भएको छ द केस इज नन डिजेनेरेसी यदि नन डिजेनेरेसी भएको भएदेखि हामीहरुले यसलाई नन डिजेनेरेसी बनाउनु पर्छ यसको लागि हामीहरुले के गर्नुपर्छ भन्दाखेरि इप्सिलोन थप्नु पर्ने हुन्छ त्यसपछि यदि केस अब नन डिजेनेरेसी भइसकिसकेपछि हामी फर्दर प्रोसेसको लागि जान रेडी हुन्छौं र त्यसपछि क्याल्कुलेसन अफ अप्टिमालिटी टेस्ट विथ मोदी मेथड फर अकुपाई सेल डेल्टा CIJ इक्वल टु RI + KJ भनेर हामीहरुले यो फर्मुला लगाएर हामीले अकुपाई सेलको यो अप्टिमालिटी टेस्ट गर्छौं जुन मोदी मेथडबाट र सेकेन्ड कन्स्ट्रक्ट टेबल गराए यो ट्रान्सपोर्टेसन कस्टको र यसरी ट्रान्सपोर्टेसन कस्टको गराइसकेपछि जहाँ अकुपाई सेल छ त्यहाँको लागि हामीहरुले के गर्नुपर्ने हुन्छ भन्दाखेरि त्यसको टेस्ट गर्नुपर्ने हुन्छ भन्न खोजेको साथीहरु हामीहरुले जहाँ अकुपाई धेरै छ त्यसलाई 0 मानेर RI + KJ को निकालेर यो र यो जोड्दाखेरि यो भित्रको जुन हाम्रो एमाउन्ट छ त्यो एमाउन्ट चाहिँ मिल्नु पर्ने हुन्छ है यो मिल्नको लागि जस्तो यहाँ मैले के गरे भन्दाखेरि रो 3 मा R3 इक्वल टु 0 माने 0 मानिसकिसकेपछि के भयो भन्दाखेरि अब हामीहरुले यो भित्रको कस्ट जुन कस्ट दिएको छ सेलमा त्यो कस्टलाई चाहिँ
हामीहरूले ट्रान्सपोर्टेसन कस्ट हो। यो ट्रान्सपोर्टेसन कस्टलाई आधार मानेर हामीहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यहाँको आरआई र केजे जोड्दाखेरि यो 20 बराबर हुनुपर्ने हुन्छ। त्यसको लागि जस्तो मैले लेट्स भनेर R3 मा 0 माने, किनभने त्यहाँ त्यो 3 वटा अकुपाई सेल छ। जहिले पनि यो कस्ट अकुपाई गर्दाखेरि सबैभन्दा म्याक्सिमम सेल जहाँ अकुपाई भएको छ त्यहाँ 0 मान्नुभयो भने हामीहरूलाई हिसाब गर्नको लागि धेरै नै सजिलो हुन्छ। त्यस कारणले मैले के गरेँ भन्दाखेरि साथीहरू, यहाँ जुन प्रब्लम छ यसलाई चाहिँ मैले R3 = 0 मानिसकेपछि अब यो र यो जोड्दाखेरि 20 हुनुपर्ने, यो र यो जोड्दाखेरि यो आउनुपर्ने हुँदाखेरि केजे = पनि 20 राखेँ र R3 = 0 मानेर गर्दाखेरि अब मेरो अर्को अकुपाई सेल कहाँ छ भन्दाखेरि मेरो यहाँ छ 17 छ। यहाँ पनि 0 मा 17 भयो र R3 = 0 मान्दाखेरि मेरो 14 रह्यो। अब यति गरिसकिसकेपछि म यसभन्दा यो तल्लो यो कोलुम तर्फको सबै एमाउन्ट चाहिँ मैले निकालेँ र R1 र R2 मा मैले के गर्नु पर्यो भन्दाखेरि भ्यालु हेर्नु पर्यो। जस्तो अब R1 को फर्स्ट सेलमा डेल्टा 11 मा के छ भन्दाखेरि 15 छ हाम्रो कस्ट। 15 भइसकिसकेपछि यहाँ 20 राखिसकिसकेपछि 20 मा कति घटाउँदा अथवा जोड्दाखेरि 15 हुन्छ भन्दाखेरि यहाँ 20 यहाँ 15 निकाल्नको लागि -5 गरेँ। 5 गरिसकेपछि 15 भयो र यसै गरेर K2 मा पनि मेरो भ्यालु कति छ भने यहाँ 19 छ र K2 हामीलाई खास सेलमा चाहिएको कस्ट चाहिँ 16 हो। 16 मा 19 गर्दाखेरि मेरो कस्ट कति भयो भन्दाखेरि -3 राखिसकेपछि 19 भयो। र यसरी मैले चाहिँ के गरेँ भन्दाखेरि अकुपाई सेलको आरआई र केजे निकालिसकिसकेपछि अब हाम्रो फर्दर स्टेप के हुन्छ भन्दाखेरि साथीहरू, हामीहरूले यस पछाडि चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि इम्प्रुभमेन्ट इन्डिसेस निकाल्नुपर्ने हुन्छ। अनअकुपाई सेलको लागि इम्प्रुभमेन्ट इन्डिसेस निकाल्नुपर्ने हुन्छ। त्यसको लागि हाम्रो क्याल्कुलेसन अफ इम्प्रुभमेन्ट इन्डिसेस फर अनअकुपाई सेल भनेर मैले लेखिसकेको छु। त्यसको लागि डेल्टा आइजे = CIJ - RI + KJ हुन्छ। अब हाम्रो अनअकुपाई सेल कहाँ कहाँ रहेको छ भनेर साथीहरूलाई एकचोटि यहाँ हेर्नुहोस्। जस्तो हाम्रो 13 रहेको छ भने डेल्टा सेलको 1 को डेल्टा ए भनेको यसलाई हामीले 1 मानिन्छ, सेल 1 मानिन्छ, 1 को 2 मा बाँकी छ, 3 मा बाँकी छ हैन। त्यसपछि 4 मा अनअकुपाई भएको छ। त्यस्तै गरेर 2 को 1, 2 को 4, 2 र 3 चाहिँ अकुपाई भएको छ, 2 को 4 भनेर यसरी राखियो। र त्यस्तै गरेर हाम्रो सी नम्बरमा जो रो 3 मा हाम्रो डेल्टा 3 र 2 र 3 2 मा मात्र बाँकी रहेको छ। यो मैले त्यसपछि के गरेँ भन्दाखेरि यो CIJ भनेको चाहिँ यही अनअकुपाई जहाँ अनअकुपाई भएको सेल छ त्यसलाई हामीले CIJ भनिन्छ। जस्तो 13, 17, 22, 20 रहेको छ, 19, 15 रहेको छ। त्यसलाई मैले यसरी डेल्टा आई 1 2 भनेर जहाँ लेखिएको छ 1 2 भनेको हाम्रो कति छ भन्दाखेरि 13 छ। यो 13 चाहिँ यहाँ लेखेँ हैन। त्यसपछि 13 लेखिसकेपछि RI भनेको हाम्रो यो कोलुममा कति छ भन्दाखेरि -5 छ, प्लस जुन फर्मुला छ प्लस KJ भनेको हाम्रो कति छ भन्दाखेरि यसमा चाहिँ 19 छ। गर्दाखेरि 13 -5 प्लस 19 गर्दाखेरि -1 भयो। यस्तै गरेर 17 को हेरौँ है त ल साथी, डेल्टा 13 को हेरौँ है त। 13 को हेर्दाखेरि हाम्रो ट्रान्सपोर्टेसन कस्ट कति छ 17 छ। 17 छ भनिसकेपछि यो 17 जस्ताको तस्तै मैले यहाँ लिएर 17 लिएर राखेँ। यहाँ राखिसकिसकेपछि हाम्रो 17 राखिसके माइनस RI भनेको हाम्रो कति छ भन्दाखेरि -5 छ हैन। RI भनेको -5 छ, त्यो -5 यहाँ राखेँ, प्लस यसको करस्पोन्डिङ रो कति छ भन्दाखेरि K3 को भ्यालु कति छ भन्दाखेरि 17 रहेको छ। यो 17 राखिसकिसकेपछि यसमा 5 आयो र यस्तै गरेर 1 को 4, 2 को 2 1 2 4 र 3 2 गरेर राखेँ। र यसरी राख्दाखेरि हाम्रो सम्पूर्ण भ्यालु यो अनअकुपाई सेलको सम्पूर्ण भ्यालु पोजिटिभ आउनुपर्ने हुन्छ। तर हाम्रो यहाँ के आइदियो भन्दाखेरि नेगेटिभ आइदियो। नेगेटिभ आइदिसकिसकेपछि यो हिसाब चाहिँ यो ट्रान्सपोर्टेसन कस्ट जुन हामीले 2260 निकालेको थियौँ त्यो कस्ट भन्दा अझै घट्न सक्ने ठाउँ छ भनेर
के भनिएको छ भन्दाखेरि भनेको छ अझै तैँले हिसाब गर्दाखेरि ख्याल गर अझै कस्ट घट्न सक्छ मिनिमम गर्न सकिन्छ भनेर यसले चाहिँ जब माइनस आउँछ कस्ट अझै घटाउन सक्ने हुन्छ त्यो अप्सनमा चाहिँ हामीले फर्दर काम गर्नुपर्ने हुन्छ त्यसको लागि हामीहरूले के गर्छ भन्दा सिन्स मैले के लेखेँ भन्दाखेरि सिन्स अल जेड माइनस सिजे इज ग्रेटर देन or equal to does not equal to 0 so the solution is not optimal so we create the loop formation त्यसपछि हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि लुप फर्मेसन अब कहाँनिर घटाउन सकिन्छ भनेर लुप फर्मेसन अफ द मोस्ट नेगेटिभ भ्यालु अफ द डेल्टा 1 2 देन वी सल्भ द प्रब्लम भन्न खोजेको के भने हाम्रो जहाँ सबैभन्दा नेगेटिभ भ्यालु आएको छ हाम्रो नेगेटिभ भ्यालु कहाँ छ 1 2 आइसकिसकेपछि त्यहाँबाट हामीहरूले के गर्न सक्नुपर्ने हुन्छ भन्दाखेरि लुप क्रिएट गर्नुपर्ने हुन्छ लुप क्रिएट गर्नको लागि मैले यो टेबल चाहिँ पहिलाको यो टेबल चाहिँ यो टेबल जुन छ यो मैले टेबल जस्ताको तस्तै यहाँ के गरेँ भन्दाखेरि सारेँ है त साथीहरू यो सारिसकिसकेपछि हामीले लुप क्रिएट गर्दाखेरि हाम्रो सबैभन्दा नेगेटिभ आएको सबैभन्दा ठुलो नेगेटिभ आएको भ्यालु भनेको -1 हो -1 को कोलम भनेको कुन हो भन्दाखेरि डेल्टा 1 2 भनेको 13 हो 13 यसरी लुप क्रिएट गर्दाखेरि जहाँबाट लुप क्रिएट हुन्छ त्यहाँ हाम्रो प्लस हुन्छ र जहाँ जहाँ अकुपाई भएको छ अकुपाई भएको सेलमा बाट मात्र हामी के गर्नुपर्ने हुन्छ घुम्तीमा मुड्न पर्ने हुन्छ गाडीको स्टियरिङ घुमाउनु पर्ने हुन्छ जहाँ मन लाग्यो त्यहाँबाट स्टियरिङ घुमाएपछि के हुन्छ एक्सिडेन्ट हुन्छ त्यसकारण जहाँ जहाँ हाम्रो अकुपाइड सेल छ त्यहाँबाट मात्र घुमाएर हामी यो ठाउँमा पुग्नुपर्ने हुन्छ हामीहरू एउटा बाटो यहाँबाट यता आएर त्यसपछि यहाँ आएर यहाँ जान पनि सकिन्छ र यताबाट आए पनि के हो भन्दाखेरि बाटो घुम्तीको मोड चक्रपथै हो चक्रपथ गर्दाखेरि यो डिस्टेन्स चाहिँ गर्नु तर हामीहरूले लुप क्रिएट गर्दाखेरि यहाँ आउने यहाँबाट यहाँ आउने यहाँबाट फेरि यहाँबाट घुम्न यताउति मुड्न नपाइने हुँदाखेरि हामीहरूको लुप चाहिँ अलिकति फरक किसिमको छ म यता देखाउँछु है त लुप क्रिएट गरेर अब ल मैले यहाँ लुप क्रिएट गरिसकिसकेको छु यो लुप क्रिएट गर्दाखेरि -13 बाट यहाँ 13 बाट सुरु गरिसकेपछि 15 मा आयो 15 बाट 20 मा गयो 20 बाट 17 मा गयो 17 बाट 14 मा 14 बाट 20 मा र यो यसरी लुप क्रिएट गरेँ यसरी लुप क्रिएट गरिसकिसकेपछि साथीहरू जहाँबाट लुप सुरु हुन्छ त्यहाँ पोजिटिभ र सेकेन्ड पोइन्टमा नेगेटिभ पोजिटिभ हुँदै यो लुप क्रिएट हुन्छ र जहाँ अब लुप क्रिएट गर्दाखेरि हाम्रो सबैभन्दा लिस्ट कस्ट भनेको सबैभन्दा सानो कस्ट जुन छ त्यो कस्टलाई चाहिँ प्लस भएको ठाउँमा जोड्ने र माइनस भएको ठाउँमा घटाउने मैले यहाँ हेर्नुहोस् है त यहाँ 20 थियो तपाईँहरूलाई मैले यहाँ देखाउँछु यहाँ 20 थियो यहाँ 10 थियो भनिसकेपछि अब यो 10 चाहिँ यो 20 थियो यो 10 थियो हैन यो 20 यो 10 गर्दाखेरि यो घटाएर मैले उ गर्दै जान्छु यहाँ 10 छ यहाँ 14 छ यहाँ 30 छ यो जस्तो अब यहाँ माइनस उ भइसकेपछि यो 10 चाहिँ के हुन्छ भन्दाखेरि यहाँबाट प्लस हुन्छ भनिसकेपछि यहाँ 10 एड गरिन्छ है यहाँ 10 एड यो माइनसको ठाउँमा प्लस गरिन्छ सबैभन्दा हाम्रो लिस्ट कस्ट कति छ भन्दाखेरि यो 17 छ ल हेर्नुहोस् है साथीहरू 17 छ सबैभन्दा लिस्ट कस्ट हाम्रो के छ भन्दाखेरि 17 छ 10 छ हाम्रो लिस्ट अकुपाइड सेल सप्लाई र डिमान्डको कति छ भन्दाखेरि 10 छ है यो 10 लाई चाहिँ हामीहरूले के गर्न सकिन्छ भन्दाखेरि यसलाई चाहिँ प्लस भएको ठाउँमा जोड्ने र माइनस भएको ठाउँमा घटाउने जस्तो 17 मा 10 थियो यहाँ माइनसको साइन भइसकेपछि -10 घटाइयो यहाँ प्लस थियो भनिसकेपछि यहाँ प्लस 14 को ठाउँमा कति थियो भन्दाखेरि यहाँ हेर्नुहोस् है यहाँ 30 थियो तर हामीहरूले यो 14 को ठाउँमा 10 जोडेर 13 बनाइयो त्यसपछि यहाँ माइनस थियो यो माइनसको ठाउँमा 30 थियो 16 को ठाउँमा ल हेर्नुहोस् है 16 थियो यहाँ चाहिँ घटाइयो 16 को ठाउँमा उ गरियो यो 10 चाहिँ यहाँ प्लस गरियो यहाँ कति थियो 20 थियो 20 को ठाउँमा यहाँ 10 गरियो र यहाँ प्लस 20 गर्दाखेरि यहाँ 10 थियो प्लस साइन प्लस भएको हुँदाखेरि यो 10 जोडेर 20 गरियो त्यसपछि हाम्रो प्रोसेस भनिसकेपछि हामीहरूले लुप पनि क्रिएट गरिसक्यौँ लुप क्रिएट गरिसकिसकेपछि हामीहरू फेरि सुरुको फर्दर स्टेजबाट हामीहरू फेरि क्याल्कुलेसन गर्नुपर्ने हुन्छ क्याल्कुलेसन अफ अप्टिमालिटी टेस्ट अब लुप क्रिएट गरेपछि 15 × 10 प्लस यो सेम है साथीहरू 15 × 10 प्लस 13 × 10 प्लस कति 16 × 20 प्लस 14 × 40 प्लस 20 × 20 प्लस 20 × 10 प्लस त्यहाँबाट यहाँ छैन है साथी 14 × 50 गर्दाखेरि हाम्रो 2060 भयो र त्यस्तै गरेर फेरि टेस्ट डिजेनेरेसी गरेर
फर्दर केस चाहिँ हामी टेस्ट डिजेनेरेसी टेस्ट गरियो टेस्ट द अप्टिमालिटी युजिङ फर द अकुपाई सेल बाई युजिङ द मोती मेथड डेल्टा सिआइजे प्लस आरआई प्लस केजे सेम अघिल्लो प्रोसेस चाहिँ सेम गरिसकिसकेपछि हामीहरूले यहाँ हाम्रो सबैभन्दा धेरै अकुपाइड सेल कहाँ छ भन्दा यहाँ पनि दुईटा छ यहाँ पनि दुईटा छ यहाँ पनि दुईटा छ अघि यहाँ तल 3टा थियो अहिले चाहिँ 2टा बाँकी रह्यो है हाम्रो यहाँ माथि एउटा थियो लुप क्रिएट गरिसकेपछि यो 17 को 10 चाहिँ यो 13 मा गएर बस्यो बसिसकिसकेपछि अब दुईटा भइसकेपछि मैले R1 इक्वल टु 0 माने है साथीहरु यो R1 इक्वल टु 0 मानिसकिसकेपछि R1 इक्वल टु 15 गरिसकेपछि सेम यही प्रोसेस अनुसार मैले R1 यहाँ 15 राखेँ R1 इक्वल टु 0 इक्वल टु हाम्रो यो 15 बराबर आउनु पर्छ है 15 आउँदाखेरि यहाँ 15 राखेँ यहाँ 13 राखेँ यहाँ 11 राखेँ यहाँ K3 इक्वल टु 11 राखेँ यसरी राखिसकेपछि K1 र K2 R1 र KJ को RI र KJ को भ्यालु मैले यसरी निकालिसकेपछि फेरि फर्दर प्रोसेस के गरेँ भने क्याल्कुलेसन अफ इम्प्रुभमेन्ट इन्डिसेस फर अनअकुपाइड सेल जब हाम्रो अनअकुपाइड सेल 17 22 19 15 20 17 जुन एमाउन्ट छ यसको चाहिँ हामीले अनअकुपाइड सेल निकाल्नको लागि हाम्रो फर्मुला के छ डेल्टा आइजे इक्वल टु सिआइजे माइनस आरआई प्लस केजे छ डेल्टा 13 भनेको हाम्रो यहाँ हेर्नुस् है साथीहरु 13 भनेको 1 को 3 D3 भयो D3 को भ्यालु छ 17 छ 17 सँगसँगै अब हाम्रो अकुपाइड सेल गर्नको लागि आरआई प्लस केजे आरआई भनेको हाम्रो 0 छ केजे भनेको 17 को तलपट्टि कति छ भन्दाखेरि 16 छ यसरी गर्दाखेरि 6 आयो र 1 को 4 पनि 1 को 4 भनेको हाम्रो 22 हो 22 आरआई भनेको 0 छ केजे भनेको 11 छ यसको भ्यालु टी आयो यसरी आयो यसरी गर्दै गर्दाखेरि 6 11 1 1 2 1 आयो सिन्स त्यसपछि हाम्रो के भयो भन्दाखेरि यो सबै पोजिटिभ आयो सिन्स डेल्टा आइजे इक्वल टु सिआइजे माइनस आरआई प्लस केजे इज ग्रेटर देन इक्वल टु 0 सो द सोल्युसन इज अप्टिमल ट्रान्सपोर्टेसन कस्ट भनेर भनेको छ यसको अप्टिमल ट्रान्सपोर्टेसन कस्ट चाहिँ कति रहेछ भन्दाखेरि हाम्रो 2060 रुपैयाँ हुँदो रहेछ हामीहरूको पहिला निकाल्दाखेरि 2270 थियो 2270 बाट हामीहरूले यो अप्टिमल निकाल्नु पर्ने भ्यालु चाहिँ यो लुप क्रिएट गरिसकेपछि 2060 रहेको छ मैले 2025 को फेब्रुअरी र मार्चमा आएको क्वेशन सल्भ गरेको छु कस्तो लाग्छ साथीहरु प्रतिक्रिया दिनु होला हस् नमस्कार।